के तपाईलाई कहिलेकाहीँ यस्तो लाग्छ कि पढेको कुरा याद नै रहँदैन वा कसैको नाम त झन् छिटै बिर्सिनुहुन्छ या कहिले दिमाग थाके जस्तो फोकस नै गर्न गाह्रो लाग्छ? यदि तपाईँ पनि यस्तो समस्याबाट गुज्रिरहनु भएको छ भने सावधान रहनुहोस्। तपाईँका दैनिकी जीवनका केही सामान्य लाग्ने बानीले नै तपाईँको दिमाग कमजोर बनाइरहेको हुन सक्छ। हो, आजको भिडियोमा हामी यो बारे कुरा गर्छौँ। दिमाग कमजोर बनाउने 10 दैनिकी घातक बानीहरू जुन तपाईँले आजै सुधार्नु पर्ने हुन्छ यदि तपाईँ स्वास्थ्य र तेज दिमाग चाहनुहुन्छ भने। सुरु गरौँ यी 10 खराब बानीहरू जसले तपाईँको दिमागलाई कमजोर बनाउँछ। 1. खानामा लापरवाही। खाना त खानुपर्छ, तर कसरी र कहिले भन्ने कुरा अझ महत्त्वपूर्ण हुन्छ। आजभोलि हामी सबै व्यस्त छौँ। कामको चाप, क्लास मिटिङ अनि खाना, जताततैको फास्टफुड। तर तपाईँलाई थाहा छ, बिहान खाली पेट बस्नाले तपाईँको दिमागले राम्रोसँग काम नै गर्न सक्दैन र बढी खानाले झनै ब्रेनमा भारीपन आउँछ जसले सोच्ने सम्झने शक्ति घटाउँछ। त्यसर्थ स्वास्थ्य ब्रेकफास्ट, सन्तुलित लन्च र हल्का डिनर दिमागका लागि अनिवार्य हुन्छन्। 2. धुम्रपान। धुम्रपानको असर फोक्सोमा मात्र होइन, तपाईँको दिमागमा पनि पर्छ। म्याकगिल युनिभर्सिटीको अध्ययन अनुसार धुम्रपानले मस्तिष्कको कोर्टेक्स भागलाई क्षति पुर्याउँछ, जुन भाग हाम्रो निर्णय क्षमता र स्मरण शक्ति र सोच्ने क्षमताको लागि जिम्मेवार हुन्छ। लामो समयसम्मको धुम्रपानले बिर्सिने रोग, ध्यानको कमी, यहाँसम्म कि डिप्रेसन समेत निम्ताउन सक्छ। त्यसैले दिमाग तेज बनाउने चाहना छ भने यो बानी आजै त्याग्नुहोस्। त्यस्तै तेस्रो नम्बरमा छ अबेर सुत्ने र व्यायाम नगर्ने। रातभरि स्क्रोल गर्दै बसौँ, बिहान अल्छी गर्दै उठौँ। आजको डिजिटल युगको सामान्य बानी, तर यिनै बानीले तपाईँको दिमागलाई थकित, सुस्त र कमजोर बनाइरहेको छ। हाम्रो दिमागलाई रिचार्ज हुन रातको निन्द्रा र दिनको थोरै एक्सर्साइज आवश्यकता हुन्छ। कम्तीमा 30 मिनेट शारीरिक गतिविधि, हिँडडुल, दौड, योग, यसले तपाईँको दिमागमा नयाँ ऊर्जा भरिदिन्छ। 4. पानी कम पिउने। तिर्खा लागेपछि मात्र पानी पिउँछु भन्ने सोच तपाईँको दिमागलाई महँगो पर्दैछ। शरीर डिहाइड्रेट हुँदा दिमाग पनि प्रभावमा आउँछ। सोच्न, याद गर्न र एकाग्रता गर्न गाह्रो हुन्छ। एक अध्ययन अनुसार भरपुर पानी पिउने मानिसको ब्रेन एक्टिभिटी 14% बढी हुन्छ। त्यसैले नियमित अन्तरालमा पानी पिउँ र हाइड्रेटेड रहौँ। 5. अल्छी प्रवृत्ति। अब गर्ने, पछि गरौँला जस्ता अल्छीपना दिमागको सबैभन्दा ठुलो दुश्मन हो। जति कम सोच्नुहुन्छ, जति कम नयाँ कुरा सिक्नुहुन्छ, दिमाग त्यति नै निष्क्रिय हुन्छ। यही निष्क्रियता दीर्घकालमा स्मरण शक्तिमा कमी, निर्णय क्षमतामा गडबडी र मानसिक थकान ल्याउँछ। तपाईँको दिमाग पनि मसल जस्तै हो, जसलाई निरन्तर प्रयोग चाहिन्छ। 6. तनाव। थोरै तनाव त सामान्य हो, तर अत्याधिक तनाव भने खतरनाक। तनाव हुँदा शरीरले कोर्टिसोल नामक हर्मोन उत्पादन गर्छ र यसको अत्याधिक स्तरले दिमागका संवेदनशील भागमा नोक्सान पुर्याउँछ। नतिजा स्मरण शक्ति कमजोर, मन अशान्त, ध्यान खिइन्छ। तनाव व्यवस्थापनका लागि ध्यान, मेडिटेसन, योग वा खुल्ला हावामा सास फेर्ने अभ्यास लाभदायक हुन्छ। 7. लामो समयसम्म इयरफोनको प्रयोग। कानमा इयरफोन वा एयरपोड धेरै प्रयोग नगरौँ। यो फ्यासन होइन, ब्रेनको दुश्मन हो। लामो समयसम्म उच्च भोल्युममा इयरफोन प्रयोग गर्दा न त कान स्वास्थ्य रहन्छ न त दिमाग। ब्रेन टिस्युमा नोक्सान पुगेर दीर्घकालीन असर पर्ने सम्भावना हुन्छ, जसको चरम अवस्था अल्जाइमर जस्ता रोग पुग्न सक्छ। 8. पर्याप्त निन्द्रा नपुग्नु। दिमागलाई चार्ज गर्न के चाहिन्छ? न त चिया न त कफी, बरु गहिरो र पुरा सुताइ। एक स्वास्थ्य व्यक्तिका लागि दिनमा 7 देखि 8 घण्टा सुत्नु अनिवार्य हुन्छ। निन्द्रा अपूर्ण हुँदा दिमागले नयाँ कुरा सिक्न, बुझ्न, सम्झन सक्दैन। निन्द्रामा कटौती गर्दैमा काम बढी हुँदैन, उल्टो तपाईँको मानसिक कार्यक्षमता घट्छ। 9. एक्लोपन। धेरैजसो मानिस एकान्त मन पराउँछन्, तर दीर्घकालीन एक्लोपन दिमागका लागि
घातक हुन सक्छ। मानव सामाजिक प्राणी हो र समाजमा रमाउँदा दिमाग सक्रिय रहन्छ। अध्ययनले देखाएको छ एक्लोपनले डिप्रेसन, चिन्ता, स्मरण शक्तिमा क्षति निम्ताउन सक्छ। समय समयमा साथीभाइ परिवारसँग खुलमिल हुनुहोस्। 10. अत्याधिक मोबाइल र ग्याजेटको प्रयोग। घन्टौँसम्म स्क्रिन हेरिरहनुहुन्छ? मोबाइल, ट्याब्लेट, ल्यापटप यी ग्याजेटले आँखा मात्र होइन दिमागमा पनि थकान ल्याउँछ। दिमागमा लगातार सूचना प्रोसेस गरिरहन्छ जसले निर्णय गर्ने शक्ति घटाउँछ। दिनमा निश्चित समय पढ्नुहोस्, ध्यान गर्नुहोस्, प्रकृतिमा समय बिताउनुहोस् र मोबाइल फोन र ग्याजेटको कम प्रयोग गर्नुहोस्। अहिलेसम्म तपाईँले कुन कुन बानीहरू आफूमा चिन्नुभयो? कमेन्ट लेख्न नबिर्सिनुहोस्। अब हामी जाउँ निष्कर्षतर्फ। दिमाग हाम्रो जीवनको कमान्ड सेन्टर हो। यसको ख्याल राख्नु भनेको आफूलाई नै राम्रो बनाउनु हो। साना साना बानी जसलाई हामी सामान्य ठान्छौँ उही बानीले दीर्घकालीनमा ठुलो असर पुर्याउन सक्छ। अबको समय हो सहज हुने, बानी सुधार्ने र स्वास्थ्य दिमागको यात्रामा लाग्ने। भिडियो उपयोगी लाग्यो भने लाइक गर्न नबिर्सिनु। यस्ता स्वास्थ्य र लाइफस्टाइल सम्बन्धित जानकारीका लागि सब्स्क्राइब गर्नुहोस् र बेल आइकन दाब्नुहोस् र साथीभाइसँग सेयर गरेर उनीहरूको पनि दिमाग बचाउनुहोस्। हामी फेरि आउँछौँ अर्को जानकारीमूलक भिडियो सहित। धन्यवाद।